तालबारीमा लाइट थिएन, भर्खर लाइट आयो। लाइट आएर यहाँ यसरी छाल गरिरहेछ। यहाँ नजिकै हामी यहाँपट्टि तालबारी मन्दिर देख्छौँ, रमाइलो छ यहाँ चारैतिर हेर्नलाई। यहाँ बहिनी पनि आयो, अहिले बहिनी छ होइन। अब तपाईँ पानी चाहिन्छ यता हेर, यता राम्रो आइरहेछ। अहिले विचार गरेर मात्रै, त्यतिकै नगर है। चारैतिर पानी हाम्रो फोटो खिच भन्छ। यहाँ तालबारी मन्दिरको छेउमा चाहिँ बोटहरू यहाँ हल्लिरहेको छ। यहाँ चाहिँ देखिरहेको छ धेरै मानिसहरू यहाँ आएर यहाँ हेर्नु कस्तो हावा लागिरहेको छ, अलिक खालमा आइरहेको छ। यति रमाइलो छ, यति आनन्द आउँछ, फोटो जान मन लागेको। अब पोखराको पनि अब आजको दिन चाहिँ हाम्रो अन्तिम बसाइ हुन्छ होला। भोलि बिहान हामी विभिन्न ठाउँमा चाहिँ भिजिट गरेर यहाँको पनि कार्यक्रम सकिसकेको थियो, माथि पनि पुग्यौँ। अब भोलि हामी चाहिँ भगवती मन्दिरको दर्शन गरेर हामी विद्यावासिनी मन्दिरमा दर्शन गरेर हामी चाहिँ घर प्रस्थान गर्छौँ। त्यसरी नै चमेरो गुफामा पनि जान्छु भनिरहेछन्। अब हेरौँ के गर्छन्। त्यहाँ पुगिसकेपछि फेरि हाम्रो गन्तव्य समाप्त हुन्छ।